धन्यवाद। एकदमै प्राउड फिल भइरहेछ नेपालबाट पहिलोचोटि डेब्युसँगै अब पाकिस्तानमा जाँदैछौँ। हामी एकदम फुल इनर्जीको साथ जाँदैछौँ। एकदम एक्साइटेड छु, म चाहिँ एकदम खुसी पनि छु। सोचेभन्दा अलिकति धेरै समय चाहिँ भयो भनौँ न। अब एक हप्ता 10 दिनको ग्यापले गर्दाखेरि जस हामीले अलिकति सोचेभन्दा बढी समय चाहिँ प्राप्त गर्न सक्छौँ। खुसी छौँ हामी सबैजना। म नि पहिलोचोटि नै हो यसपालि। म लगायत 6जना चाहिँ नयाँ हुनुहुन्छ हाम्रो अहिले नेसनल टिममा। एकदमै खुसी छौँ र फुल इनर्जीको साथमा आएको छौँ हामी। जस केही गर्न सक्छौँ, हामी गरेर देखाउँछौँ भनेर आएको छौँ। अब हेरौँ, अब आफ्नो बेस्ट दिएर खेल्नेछौँ। एकदम खुसी छ। आफ्नो बेस्ट दिएर खेल्ने हो, हार जित भन्ने आफ्नो ठाउँमा छ, तर हामी चाहिँ आफ्नो फुल इनर्जीको साथ खेल्नेछौँ। अब हार जित भन्ने कुरा चाहिँ त्यहीँ भएर थाहा हुन्छ ग्राउन्डमा। फर्स्ट टाइम नेसनल टिममा पर्नु भएको छ होइन, लामो सङ्घर्षपछि धेरै पछि नेसनल टिममा पर्नु भएको छ। तपाईँसँग अन्य 6जनाहरू गण्डकी फ्यानहरूले विशेष गरी हिमाल सुनारी टिममा पर्नुपर्छ भनेर पहिलेबाट गर्नुभएको छ। यो लिग पनि जित्नुभयो योपालि रुकुम पश्चिमबाट गण्डकी सहभागिता नभए पनि होइन। कस्तो लागेको छ नेसनल टिमको पहिलो अब डेब्यु गर्दै हुनुहुन्छ पाकिस्तानमा गएर, पाकिस्तानी खेलाडीहरूसँग पनि तपाईँ खेलिरहनुहुन्छ, कस्तो रहिरहेको छ ट्रेनिङको अनुभव र नेसनल टिममा पर्दाको? एकदमै खुसी। अब नेसनल टिममा पर्नलाई यतिकै दुःख सङ्घर्ष गर्नुपर्छ, अनुशासित हुनुपर्छ, सबैसँग चिनजान हुनुपर्छ, गेम राम्रो हुनुपर्छ। एकदमै खुसी छु। म लगायत हाम्रो नयाँ अहिले पढ्नुभएका हाम्रो भाइहरू, मसँगै पढ्नुभएका सबै साथीहरू एकदमै खुसी हुनुहुन्छ। म पनि खुसी छु। एकदम फुल इनर्जी र ऊर्जाका साथमा हामी चाहिँ एकदम जाने तयारीमा छौँ र हाम्रो गण्डकी फ्यान्सहरूलाई एकदमै मिस गरिरहेको छु मैले। सबै भलिबल फ्यान्सहरूलाई एकदमै माया छ भन्न चाहन्छु। जस्तै हाम्रो स्ट्रेन्थ भनेको स्पाइक भन्नुभएको छ, अलिकति हामी ब्लकमा केही सुधार गर्नुपर्छ भने हजुर 3जना ब्लकरको योजना चाहिँ के बनिरहेको छ ब्लकमा? अब रणनीति गुरुलाई थाहा हुन्छ, हामीलाई भन्दा नि। अब त्यहाँ गएर हेरौँ अब के कस्तो हुन्छ, अब गेमको सिचुएसन कस्तो हुन्छ, को खेल्न सकिन्छ, को सेटमा परिन्छ भन्ने अहिले थाहा छैन। जस हामी सबैजना एकसाथ मिलेर खेल्नेछौँ, आफ्नो फुल बेस दिएर खेल्नेछौँ। जस्तै अन्तिममा धेरै पहिलोपटक राष्ट्रिय टिममा पर्नु भएको छ, अन्तिममा गण्डकी फ्यान र नेपाल भलिबलका सम्पूर्ण समर्थकहरूलाई के सन्देश दिन चाहनुहुन्छ? सबैजनालाई माया छ, सम्झिरहेको छु है। 1 महिना समथिङ 40 दिन हामी क्लोज क्याम्पमा बस्यौँ। त्यही भएर सामाजिक सञ्जालदेखि अलिकति टाढा छु। अब चाहिँ बिस्तारै फेरि हजुर हामी सँगै भेट्नेछौँ, रमाइलो गर्नेछौँ। एकदमै माया छ भन्न चाहन्छु। धन्यवाद। ल हजुरलाई एउटा